धन्यवाद सञ्चालकजी। यस हाम्रो दैनिक टेक्निकल विद्यालयमा सभाध्यक्ष महोदय पर्नुभएको थिए र यहाँ उपस्थित हुनुभएका मेरा प्यारा गुरुहरूमा र यहाँ हामीभन्दा अघिल्लो पछाडिको नमस्कार। यस हाम्रो दैनिक टेक्निकल कलेज विगत 2068 सालदेखि सुरु भइरहेको यस हाम्रो दैनिक टेक्निकलमा पहिला यो हाम्रो यो कलेजका मेन अरुण कुमार पाण्डे सरले उता कपिलवस्तुमा गरिसक्नुभएको थियो र यहाँ दैलेख जिल्लाका धेरै विद्यार्थीहरू कपिलवस्तुमा गएर धेरै राम्रो प्रगति गरिरहेका थिए र अरुण कुमार सरले दैलेख जिल्लाका धेरै विद्यार्थीहरू गएर हाम्रो कपिलवस्तुमा पढिरहेका छन् र यो स्कुल लिएर अब दैलेखमा जोइन गर्नुपर्छ भन्नुभएको थियो र त्यही साथमा हाम्रो प्रोफेसर पनि हुनुहुन्थ्यो। अनि र आज 2068 साल 9 महिना 20 गते हुन गइरहेको यस स्वागत कार्यक्रममा मभन्दा अगाडिको फर्स्ट इयरको विद्यार्थीहरू यस हाम्रो दैनिक टेक्निकल एउटा सुन्दर फुलबारी हो। यो फुलबारीमा हजुरहरूको उपस्थित भएको छ र हजुरहरूकै समझमा थियो हामीहरू पनि हजुरहरू र हामीहरू एउटै साथी भएर बस्नेछौँ। 3 वर्षसम्म हजुरहरूकै समझमा थियो हामीहरू एउटा सिनियरको रूपमा हुने छैन र हामी एउटै साथीको लेभलमा हुनेछौँ। 3 वर्षसम्म विद्यार्थीको अनुशासन भनेको आफ्नो गहना हो। विद्यार्थीले अनुशासित भए त आफ्नो गहना नै विद्यार्थीको अनुशासन हो। इमानदारपूर्वक पढिदिनु होला। यस हाम्रो दैनिक टेक्निकलको एउटा सिङ्गो फुलबारीलाई हजुरहरूले चिनाउनु हुनेछ। यस हाम्रो दैनिक टेक्निकलमा उपस्थित हुनुभएका गुरुजनहरू पनि धेरै राम्रो हुनुहुन्छ र यस हाम्रो दैनिक टेक्निकलमा विधिनु नगरी आउनुभएको हाम्रो अरुण कुमार सर उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण शिक्षकहरू आउनुभएको छ सम्पूर्णमा धेरै धेरै धन्यवाद। र मभन्दा अगाडिको ब्याजहरू फर्स्ट इयरको ब्याजहरू आउनु भएको छ र फर्स्ट इयरको ब्याजहरूलाई के भन्न चाहन्छु भने अनुशासक विद्यार्थीको एउटा महत्त्वपूर्ण गहना हो। अनुशासक रूपमा पढिदिनु होला र अनुशासित भएर बसिदिनु होला। मभन्दा त फर्स्टका विद्यार्थीहरू कति हाम्रो सेकेन्डभन्दाको फर्स्टका विद्यार्थीहरू कति राम्रो छन् है। कसरी पढिरहेका छन् उनीहरू, कति राम्रोसँग पढिरहेका छन् उनीहरूले। केही न केही कसुर पक्कै हामीहरूले यस दैनिक टेक्निकललाई हामीहरू विद्यार्थीले दिलाउने यस दैनिक टेक्निकललाई विद्यार्थीले गर्दा यस दैनिक टेक्निकलको नाम बन्छ र अहिले हामी पहिलो वर्ष यस दैनिक टेक्निकलमा आएका हौँ र फर्स्ट हामीहरू सेकेन्ड इयर हामीहरूभन्दा पहिला एप्पललाई मान्यता दिएन र हामीहरूको पालामा मान्यता दियो र ल्याबको हामीहरूभन्दा 1 वर्ष अगाडि मान्यता दिएन। हामीले पनि यस दैनिक टेक्निकललाई आउनुको लागि धेरै विद्यार्थीहरूलाई शुभकामना दिएका थियौँ र एउटा म सानो मुक्त गर्न चाहन्छु। बा भन्ने शब्दमा मैले एउटा पुस्तक लेखेको छु, त्यसको सुनिदिनु होला। मैले 500 दिँदा तिमीले 1000 दिएका थियौ, मैले 500 दिँदा तिमीले 1000 दिएका थियौ, मैले गाउँ दिँदा तिमीले सहर दिएका थियौ, तिमी साँच्चै महान छौगा, तिमी साँच्चै महान छौगा। हाम्रो घर पुरा गर्न तिमी भएका छौ गाउँ छाडी परदेशी, हाम्रो घर पुरा गर्न तिमी भएका छौ गाउँ छाडी परदेशी। हाम्रा आवश्यकता पुरा गर्न तयार हुन्छौ बरु खेत गरेपछि, साँच्चै तिमी महान छौगा, साँच्चै तिमी महान छौ। कसलाई कस्तो व्यवहार गर्ने भनी तिमी व्यवहार गर्छौ भन्दै यो हुन्छ हामीलाई सस्ता र शिक्षित बनाउन तयार हुन्छौ, हामीलाई चिठी गर्न तयार हुन्छौ। साँच्चीकै तिमी महान छौ, साँच्चीकै तिमी महान छौ। धन्यवाद। हाम्रो पहिलो ब्याचमा पढ्न हुने सम्पूर्ण विद्यार्थी र विद्यार्थी साथीहरूलाई उच्च शैक्षिक सत्रको अग्रिम शुभकामना दिन चाहन्छु। साथै सिपमा सकारात्मक प्रयोग गर्नुहोला। हजुरहरू सिप आफ्नो भविष्य हुन्छ त्यस्तो सकारात्मक प्रयोग गर्नुहोला र यस दैनिक
टेक्निकलमा सेकेन्ड इयर यात्रीले तर्फबाट र अङ्गदानीको तर्फबाट हजुरहरूलाई यस सङ्घ टोइलेट टेक्निकलमा स्वागत छ र इमान्दारपूर्वक गरिदिनुहुन्छ हजुरहरू भने स्वागत छ। धन्यवाद। धेरै धेरै धन्यवाद आफ्नो स्वागत मन्तव्यका लागि एचएका समकालीन मित्र अङ्गद हामीलाई। यसै गरी आजको हाम्रो यस ब्याचमा आसीन्न अतिथिज्यूहरूलाई फुल र अबिर लगाई सम्मान गरिदिनका लागि ल्याबका